फर्फिचर रिइस्यु र ट्रान्सफरको सेकेन्ड पार्टमा फेरि स्वागत छ। आज हामी के गर्छौं भन्दा फर्फिचर रिइस्यु र ट्रान्सफरको अर्को दोस्रो क्वेशन गर्छौं। यो लेखेको छौं हामीले 2074 को सेट ए बाट र यो क्वेशन लिनुको कारण के छ भन्दा यहाँ दुईटा पैसा नतिरेको भनेर भनेको छ। यहाँ क्वेशनले क्लियर भन्छ 300 शेयर अफ 100 इच फर्फिटेड भनेको छ। नम्बर अफ शेयर फर्फिटेड 300 भयो, पार भ्यालु कति भयो 100, नन पेमेन्ट अफ ₹30 फर्स्ट कल एन्ड ₹20 पर शेयर फाइनल कल भनेको फर्स्ट कलको ₹30 तिरेन अरे, फाइनल कलको ₹20 तिरेन भन्दा टोटल ₹50 तिरेन भनेर हामीले के गर्नुपर्ने हुन्छ, यसको सल्भ गर्नुपर्ने हुन्छ। र यहाँ चाहिँ रिइस्युड शेयर पनि दिएको छैन, यहाँनिर एउटा ल्याङ्ग्वेज युज गरिदिएको छ एबभ शेयर वेयर रिइस्युड भनेको यो 300 मा 300 शेयर के गरेको छ रिइस्यु भनेको छ। त्यही कारण यसरी नझुकिनु होला। क्वेशन हेर्दाखेरि यहाँ 300 शेयर दिएको छ अनि रिइस्युडको शेयर दिएको छैन भनेपछि त्यही फर्फिटेड शेयरलाई नै हामीले के गर्यौं रिइस्यु गर्यौं भनेर बुझ्नुपर्छ। अब धेरै डिस्कस नगरिकन प्रब्लम सल्भ गर्नतिर जाउँ। सबभन्दा फर्स्ट कसको गर्ने फर्फिचरको गर्ने र फर्फिचरको यो भन्दा अघिल्लो गरेको जस्तै सबभन्दा पहिला शेयर क्यापिटल अकाउन्ट डेबिट फर्मुला हाम्रो सेम त्यही नम्बर अफ शेयर फर्फिटेड इन्टु पार भ्यालु, त्यो भनेको 300 इन्टु 100, 300 शेयर पार भ्यालु 100 मल्टिप्लाई गर्दा कति आउने भयो 30,000। त्यसपछि क्वेशनमा डिस्काउन्ट हेर्ने, डिस्काउन्ट छ छैन, प्रिमियम छ छैन भनेपछि डाइरेक्ट कसको पाली आयो टु कल्स इन एरियर अकाउन्ट। सेम त्यही भनेको नम्बर अफ शेयर फर्फिटेड इन्टु नन पेमेन्ट रेट भन्छौं। अब यो नन पेमेन्ट रेट दुईटा कल्स इन एरियर देखाउँदा पनि हुन्छ, एउटा कल्स इन एरियर 30 को लागि एउटा कल्स इन एरियर 20 को लागि भनेर टु कल्स इन एरियर अकाउन्ट टु कल्स इन एरियर अकाउन्ट भनेर भन्न पनि पाइन्छ। तर हामी त्यसो गर्दैनौं, डाइरेक्ट एउटै कल्स इन एरियर लेख्छौं। हामी रेटलाई एड गर्दिन्छौं। अब भनेको 30 + 20 गरेर कति लेखिदिन्छौं ₹50 नन पेमेन्ट हो भनेर डाइरेक्ट 300 इन्टु 50 गर्दिन्छौं। मल्टिप्लाई गर्दाखेरि 15,000 आउने भयो र बाँकी रहेको के हुन्छ टु शेयर फर्फिचर अकाउन्ट। र यो फर्फिचर अकाउन्टमा हाम्रो फर्मुला त्यही हो नम्बर अफ शेयर फर्फिटेड इन्टु ब्यालेन्स रेट र ब्यालेन्स रेटलाई हामी ए लेख्छौं। यो भन्दा अघिल्लो भिडियोमा गएर हेर्नु यो ए लेख्नुको रिजन के छ भन्ने कुरा हो नि। अब ए कति त भन्दाखेरि अब हामीले ब्यालेन्स रेट भन्नु पर्यो। एउटा डेबिटमा कति छ 100, क्रेडिटमा कति छ 50, 100 - 50 भनेको ब्यालेन्स रेट कति आउने रहेछ हाम्रो 50 आउने रहेछ। मल्टिप्लाई गर्दा कति भयो 15,000। नरेसन लेख्दियौं बीइङ 300 शेयर वेयर फर्फिटेड। फर्फिचर सकिहाल्यो। अब रिइस्युमा जाउँ। रिइस्यु गर्दाखेरि बैंक अकाउन्ट डेबिटबाट सुरु गर्ने। कतिवटा शेयर रिइस्यु गरौ भनेर क्वेशनले दिएको छैन, एबभ शेयर भनेको छ। एबभ शेयर भनेकै कति हो 300 शेयर भनेको रिइस्युड शेयर इन्टु रिइस्यु रेट भन्छौं। रिइस्युड रेट भनेको कति छ भन्दाखेरि ₹80 छ। कतिवटा शेयर रिइस्यु गरौ 300, कतिको रुपीजले गरौ 80 ले भनेको 300 इन्टु 80 गर्दाखेरि कति हुने भयो 24,000 हुने भयो। डिस्काउन्ट पनि छैन, प्रिमियम पनि छैन, एडजस्ट गर्नु परेन। एक लाइन छोडेर के गर्दिने, एक लाइन छोडेर हामी टु शेयर क्यापिटल अकाउन्ट भन्छौं। नम्बर अफ शेयर रिइस्युड इन्टु पार भ्यालु, नम्बर अफ शेयर रिइस्युड भनेको त्यही 300, पार भ्यालु भनेको 100, मल्टिप्लाई गर्दा 30,000 आयो। अब सिधै एमाउन्टले हेर्ने भने 30,000 - 20,000 गर्दा 6,000 लेख्न पाइहाल्यो यहाँ। तर एमाउन्टबाट म गर्दिन, म रेटबाट मात्रै गर्छु भन्छु। हामीले चाहिँ स्पेशली फोकस कसलाई गर्दैछौं रेटबाट गर्दैछौं, किन भन्दाखेरि हामीलाई यो रेट एउटा चाहिएको थियो। नेक्स्ट रेट अब हामी के लेख्छौं टु शेयर फर्फिचर अकाउन्ट डेबिट भन्छौं। कति त भन्दाखेरि रिइस्युड शेयर इन्टु ब्यालेन्स रेट भन्छौं। यो चाहिँ बी भयो। अब ब्यालेन्स रेट कति त भन्दाखेरि क्रेडिटमा ₹100 छ, डेबिटमा 80 मात्रै छ। कति रुपैयाँ ब्यालेन्स गर्नुपर्ने भयो भन्दा 20 भनेको 300 इन्टु 20 गर्छौं। जम्मा कति आउने भयो 6,000 भन्ने भयो। यति गरिसके पछाडि नरेसन लेखिदिने बीइङ 300 शेयर वेयर रिइस्युड भन्दिने र लास्ट कसकोमा जाने अब ट्रान्सफरमा जाने। ट्रान्सफरको जर्नल इन्ट्री के हुन्छ सेम एउटै शेयर फर्फिचर अकाउन्ट डेबिट रिइस्युड शेयर इन्टु A - B। रिइस्युड शेयर भनेको 300, A भनेको 50, B भनेको 20। 50 कहाँबाट आयो भन्दा यहाँ A बाट आयो, 20 कहाँबाट आयो B बाट आयो, माइनस गरेर मल्टिप्लाई गर्दियौं। 50 - 20 भनेको 30 आउँछ, 30 इन्टु 300 भनेको ₹9,000 आउने भयो। यो 9,000 कहाँ जाने भयो त भन्दा टु क्यापिटल रिजर्भ अकाउन्टमा जाने भयो। कति भन्दा 9,000 जाने भयो। नरेसन लेखिदियौं बीइङ फर्फिटेड मनी ट्रान्सफर टु
क्यापिटल रिजर्भ एकाउन्ट भनिदिने, यसलाई के गरिदिने क्लोज गरिदिने। यसरी चाहिँ हामी के गर्न सक्छौँ भन्दाखेरि फर्फिचर, रिइस्यु र ट्रान्सफरको गर्न सक्छौँ। अहिले हामीले गरेको भनेको 2074 को सिट ए बाट हो। अब फेरि अर्को नेक्स्ट क्वेसनमा जाउँ। अर्को नेक्स्ट क्वेसन 2075 को सिट ए। यो क्वेसन लिनुको रिजन के हो भन्दाखेरि यहाँनिर के छ डिस्काउन्ट छ, यहाँनिर के छ डिस्काउन्ट छ भनेको अब डिस्काउन्ट वाला क्वेसन कसरी गर्ने भन्ने कुरा हो। फेरि पनि केही नभनिकन अब हामी क्वेसनलाई त्यसरी डिटेलली हेर्दैनौँ। अहिले क्वेसन सल्भ गर्दै जाँदा चाहिने कुराहरू खोज्छौँ। पहिला हामीले के बनाउनु पर्यो, जर्नलको फर्मेट बनाउनु पर्यो। स्टार्टिङ गरौँ कहाँबाट, फर्फिचरबाट। फर्फिचरको जर्नल इन्ट्री के त भन्दा शेयर क्यापिटल एकाउन्ट डेबिट। फर्मुला के त नम्बर अफ शेयर फर्फिटेड इन्टु पार भ्यालु। नम्बर अफ शेयर फर्फिटेड भने कति भन्छ, अ कम्पनी लिमिटेड फर्फिटेड 80 शेयर भनेको छ, पार भ्यालु कति दिएको रहेछ 10 रुपिस दिएको रहेछ भनेपछि हामी के गर्छौँ 80 इन्टु 10 गर्छौँ। कति आउने भयो त मल्टिप्लाई गर्दा 800। त्यो पछाडि हामी के गर्ने त भन्दाखेरि अब प्रिमियम छैन तर के छ डिस्काउन्ट छ, डिस्काउन्ट टु डिस्काउन्ट अन इस्यु एकाउन्ट भन्ने। कतिवटा डिस्काउन्ट त भन्दा नम्बर अफ शेयर फर्फिटेड इन्टु डिस्काउन्ट रेट। नम्बर अफ शेयर फर्फिटेड भनेको 80, डिस्काउन्ट भनेको कति 1, मल्टिप्लाई गर्दाखेरि कति आउने भयो 80 टु कल्सिन एरियर। अब कल्सिन एरियर एकाउन्ट कति दिएको छ त कल्सिन एरियर भनेर एकचोटि हेरौँ। यहाँ के भनेको छ नन पेमेन्ट अफ फाइनल कल मनी रुपिस 3 भनेर भनेको छ। नन पेमेन्ट अफ फाइनल कल मनी अफ रुपिस 3 रुपियाँ चाहिँ तिरेन अरे भनेपछि यहाँ के भन्ने लेख्ने त नम्बर अफ शेयर फर्फिटेड इन्टु नन पेमेन्ट रेट भन्ने। नम्बर अफ शेयर फर्फिटेड भनेको ठाउँमा त्यही 80 भइहाल्यो, नन पेमेन्ट रेट भनेको ठाउँमा 3 भनेको हामी के गरिदिन्छौँ 80 इन्टु 3 गर्छौँ, मल्टिप्लाई गर्दा 240 आयो। अब रिमेनिङ पैसा के त भन्दाखेरि टु शेयर फर्फिचर एकाउन्ट भनेको नम्बर अफ शेयर फर्फिटेड इन्टु ब्यालेन्स रेट। अब यो ब्यालेन्स रेटलाई हामीले ए लेख्छौँ। कति आउने भयो त भन्दाखेरि 80 इन्टु 6। अब 6 कहाँबाट आयो भन्ने कुरा फेरि एकचोटि चेक गरौँ। डेबिटमा 10 छ, क्रेडिटमा 1 छ, फेरि क्रेडिटमा 3 छ भनेपछि 10 माइनस 1 भनेको 9, 9 माइनस 3 भनेको कति आयो 6। ब्यालेन्स कति भयो 6, 8 इन्टु 6 गर्दाखेरि कति आउने भयो 480 आउने भयो। यति गर्दाखेरि हाम्रो डेबिट इक्वल्स टु क्रेडिट भयो। न्यारेसनमा के लेखिदिने बिङ 80 शेयर वेयर फर्फिटेड भनिदिने। यसलाई क्लोज गरिदिउँ। अब रिइस्युको पालो। बैंक एकाउन्ट डेबिट। अब रिइस्यु भनेको नम्बर अफ शेयर रिइस्युड खोज्नुपर्छ। कहाँ छ भन्दाखेरि आउट अफ फर्फिटेड शेयर 60 शेयर वेयर रिइस्युड भनौँ भनेपछि हामी यहाँ के लेख्छौँ रिइस्युड शेयर इन्टु रिइस्यु रेट भन्छौँ। रिइस्यु रेट 8 दिएको छ हामीलाई, रिइस्यु रेट 8 दिएको छ भनेपछि रिइस्युड शेयरको ठाउँमा कति लेख्ने त 60 इन्टु 8 गर्ने। जम्मा टोटल कति आयो 480 आयो। अब क्वेसनमा ओरिजिनल इस्युड एट डिस्काउन्ट छ भनेको फर्फिचरमा डिस्काउन्ट आयो भने रिइस्युमा पनि डिस्काउन्ट आउँछ, एक्सेप्ट रिइस्युड एट प्रिमियम भनेको छ भने आउँदैन है। के भनेको छ भने रिइस्युड एट प्रिमियम भनेको छ भने चाहिँ डिस्काउन्ट आउँदैन। नभए फर्फिचरको जर्नलमा डिस्काउन्ट छ भने रिइस्युमा पनि कम्पलसरी के आउँछ डिस्काउन्ट आउँछ। अब डिस्काउन्ट कति त भन्दा त्यही डिस्काउन्ट अन इस्यु एकाउन्ट डेबिट भन्ने। न्यारेसन रिइस्युड रेट रिइस्युड शेयर इन्टु डिस्काउन्ट रेट भन्ने। रिइस्युड शेयर भनेको कति त 60, डिस्काउन्ट रेट भनेको कति 1, 60 इन्टु 1 गर्दाखेरि 60 आयो। एक लाइन खाली छोडिदिन्छौँ। अब एक लाइन खाली छोड्नुको रिजन के भन्दा अहिले फर्फिचर कति ब्यालेन्स गर्नुपर्छ भन्ने कुरा हो। टु शेयर क्यापिटल भन्ने एक लाइन छोडेर शेयर क्यापिटल एकाउन्ट कति त भन्दाखेरि माथिको शेयर क्यापिटल जति छ त्यति नै, नम्बर अफ शेयर रिइस्युड कति अनि त्यो नम्बर अफ शेयर रिइस्युडलाई कसले मल्टिप्लाई गरिदिने पार भ्यालुले गरिदिने। रिइस्युड शेयर भनेको 60 छ, पार भ्यालु भनेको कति छ 10, 60 इन्टु 10 गरिदिने कति आउने भयो 600। अब हेर फेरि यहाँ हेर्नु पर्यो डेबिटमा कति छ, क्रेडिटमा रेट कति छ 10, डेबिटमा कति मात्रै भयो 9, 8 प्लस 1 गर्दा 9 भयो। नपुगेकोलाई के भनेर लेखिदिने भन्दाखेरि शेयर फर्फिचर एकाउन्ट डेबिट नम्बर अफ रिइस्युड शेयर इन्टु ब्यालेन्स रेट भनेको छ। रिइस्युड शेयर भनेको 60, ब्यालेन्सको रेट भनेको 1, मल्टिप्लाई गर्दाखेरि कति आउने भयो 60। न्यारेसन लेखिदिउँ बिङ 60 शेयर वेयर रिइस्युड। यसलाई पनि क्लोज गरिदिउँ। अब जाउँ ट्रान्सफरमा। ट्रान्सफरमा के पर्यो भन्दाखेरि एउटै जर्नल हुन्छ जहिले पनि, ट्रान्सफरको कहिले पनि जर्नल चेन्ज हुँदैन। शेयर फर्फिचर एकाउन्ट डेबिट
फर्मुला पनि सेम त्यही हामी के लेख्छौं रिइस्युड शेयर इन्टु ब्यालेन्स रेट अथवा सरी रिइस्युड शेयर इन्टु ए माइनस बी गर्छौं अब रिइस्युड शेयर भनेको कति 60 ए भनेको कति छ 6 बी भनेको कति छ 1 भनेपछि हामीले 60 इन्टु 6 माइनस 1 गर्नुपर्छ मल्टिप्लाई गर्दा कति आउने भयो जम्मा 300 आउने भयो भनेको 6 माइनस 1 भनेको 5 5 इन्टु 60 भनेको कति आउँछ 300 टु शेयर क्यापिटल टु क्यापिटल रिजर्भ पनि कति आउने भयो 300 नरेसन लेखिदिने बीइङ फर्फिटेड मनी ट्रान्सफर टु क्यापिटल रिजर्भ अकाउन्ट भन्दिने क्लोज गर्दिने यो भयो सिम्पल क्वेशन भनेको इन्टरभ्यु चाहिँ यो 3 मार्क्समा आयो भने आउने हो अब एउटा क्वेशन यस्तो आउन सक्छ जहाँ चाहिँ फर्स्ट एन्ड फाइनल कललाई पनि अट्याच गरेर क्वेशन सोधिदिन सकेको होस् सेम प्याटर्नको क्वेशन तर स्टार्टिङ कहाँबाट हुने भयो फर्स्ट एन्ड फाइनल कलबाट अब एउटा त्यो खाले क्वेशन पनि सल्भ गरौँ यो 2075 को सेट ए मा सोधिएको क्वेशन हो के भनेको छ भन्दा दार्चुला कम्पनी लिमिटेड इस्युड 5000 अब यहाँ इस्युड बढै दिएको छ है issued 5000 share of ₹10 each payable as 3 on application 4 on allotment 3 on first and final call भनेर दियो a shareholder holding 300 share failed to pay first and final call money भनेको 300 वटा शेयरको चाहिँ पैसा तिरेन रे यो failed to pay भनेकै फर्फिचर हो है पछि the board of director decided to forfeited this share and reissued 200 share at ₹11 as fully paid भनो पार भ्यालु कति छ यहाँ नेरी हेर्ने 10 तर रिइस्यु गर्दा कतिमा गरौ 11 मा भनेपछि यो रिइस्युड एट प्रिमियम र छ भनेर बुझ्नु पर्यो रिइस्युड एट प्रिमियम र छ भनेर अब ढिलो नगरिकन के बनाउनु पर्यो जर्नलको फर्मेट बनाऊ अब आज जर्नल कहाँबाट सुरु गर भन्दै छ फर्स्ट एन्ड फाइनल कलबाट गर्नु पर्यो चाहिँ हामी फर्स्ट एन्ड फाइनल कलको जर्नल इन्ट्री बनाउँछौं शेयर फर्स्ट एन्ड फाइनल कल अकाउन्ट डेबिट यसको जर्नलको यसको फर्मुला के हुन्छ त यो भन्दा अगाडि नै हामीले शेयरमा पढेछौं नम्बर अफ शेयर रिइस्युड इन्टु फर्स्ट एन्ड फाइनल कल रेट हुन्छ भनेको नम्बर अफ शेयर इस्युड इन्टु फर्स्ट एन्ड फाइनल कल रेट अब नम्बर अफ शेयर इस्युड कति छ भन्दा 5000 छ फर्स्ट एन्ड फाइनल कलको रेट भनेको कति छ 30 छ मल्टिप्लाई गर्दियौ 5000 इन्टु सरी 3 छ है 5000 इन्टु 3 मल्टिप्लाई गर्दा कति आउने भयो 15000 त्यो पछाडी यसमा अरु कुनै कुरा छैन टु शेयर क्यापिटल अकाउन्ट त्यही 15000 नरेसन के लेखिदिने बीइङ शेयर फर्स्ट एन्ड फाइनल कल मनी रिसिभेबल अब सेकेन्ड जर्नलमा जाउँ सबभन्दा फर्स्ट के लेख्ने बैंक अकाउन्ट डेबिट बैंकमा कति पैसा आउँछ भन्ने कुरा थाहा छैन कल्स इन एरियर छ यहाँ नेरी के भन्छ 300 शेयर फेल टु पे फर्स्ट एन्ड फाइनल कल भन्नु जहाँ पैसा तिरेन भन्नु त्यहाँ कल्स इन एरियर आयो कहाँनेरी भन्दा कल्स इन एरियर कति वटा शेयरको भन्दाखेरि नम्बर अफ शेयर फेल टु पे इन्टु फर्स्ट एन्ड फाइनल कल रेट नम्बर अफ शेयर फेल टु पे भनेको कति छ हामीसँग 300 छ इन्टु फर्स्ट एन्ड फाइनल कलको रेट भनेको कति छ 3000 इन्टु सरी 300 इन्टु 3 गर्दा कति आउने भयो 900 चाहिँ हाम्रो कल्स इन एरियर आउने भयो टु फर्स्ट एन्ड फाइनल कल अब फर्स्ट एन्ड फाइनल कल यो भन्दा अगाडिको रुल्स हामीले शेयरको प्रोराटाको पढ्दै गर्दाखेरि भनेको थियौं डेबिटमा शेयर फर्फिचर अकाउन्ट डेबिटमा शेयर फर्स्ट एन्ड फाइनल कल अकाउन्ट जति छ क्रेडिटको पनि त्यति नै हुनुपर्छ शेयर फर्स्ट एन्ड फाइनल कल भनेको हाम्रो कति हुन्छ भन्दा त्यही 15000 हुन्छ अब 9000 हामीलाई दिएन कल्स इन एरियर भयो यो पैसा उठेन भनेपछि 15000 माइनस 9000 गरेर जति ब्यालेन्स हुन्छ त्यो भनेको 14100 कहाँ आउने भयो बैंकमा आउने भयो यो भन्दा अगाडि हामीले भनेको थियौं बैंकमा कति पैसा आउँछ भन्ने कुराको ग्यारेन्टी हुँदैन त्यही भएर डाइरेक्ट बैंकमा कति पैसा हुन्छ भन्दा पहिला शेयर फर्स्ट एन्ड फाइनल कलको गर्ने अनि कल्स इन एरियर माइनस गरेर रिमेनिङ आएको पैसालाई कहाँ राख्ने बैंकमा राख्ने फेरि पनि कसरी आयो भन्दा शेयर फर्स्ट एन्ड फाइनल कलमा आउनु पर्ने पैसा कति 15000 कति रुपैयाँ उठेन कल्स इन एरियर 900 भएन 15000 माइनस 900 गर्दा कति आउने भयो 14100 आउने भयो नरेसन लेखिदिने बीइङ शेयर फर्स्ट एन्ड फाइनल कल मनी रिसिभ्ड भन्दिने एक्सेप्ट कल्स इन एरियर भन्दा पनि हुन्छ यहाँसम्मको नयाँ कुरा थियो अब यहाँदेखि उता सेम त्यही प्रोसेस अब कसको बनाउँछौं हामी फर्फिचरको बनाउँछौं अब एउटा कुरा है यहाँनेरि सपोज गरौँ क्वेशनले यो दार्चुला कम्पनी इस्युड 5000 शेयर भनेर दिएको थिएन रे क्वेशनले अ शेयर होल्डर होल्डिङ 300 शेयर फेल टु पे फर्स्ट एन्ड फाइनल कल मनी अनि फर्स्ट एन्ड फाइनल कलको मनीको रेट दिएको थियो अनि फेरि क्वेशनको रिक्वायर्डमा फर्स्ट एन्ड फाइनल कल फर्फिचर रिइस्यु र ट्रान्सफर थियो भने त्यतिबेला के गर्ने भन्दाखेरि शेयर फर्स्ट एन्ड फाइनल कलको लागि पनि यही 300 शेयर युज गरिन्थ्यो
शेयर क्यापिटलमा पनि त्यही 300 शेयर युज गरिन्थ्यो। यहाँ बैंकमा पैसा आउँदैन थियो है, त्यतिबेला चाहिँ बैंकमा नील देखिन्थ्यो। एकचोटि घरमा ट्राई गर्नु होला तपाईहरु, यसलाई हटाएर यही क्वेशन सल्भ गर्ने कोसिस गर्नु। यहाँ बैंकमा पैसा आउँदैन। अब जाउँ फर्फिचरमा। फर्फिचरमा के लेख्छौं? शेयर क्यापिटल अकाउन्ट डेबिट नम्बर अफ शेयर फर्फिटेड। क्वेशनले नम्बर अफ शेयर फर्फिटेड भनिदिएको छैन। फेल टु पे भन्नु र फर्फिटेड भन्नु एउटै हुन्छ है। इन्टु पार भ्यालु भनेको कतिवटा शेयर फेल टु पे भयो? 300 इन्टु 10 गर्दाखेरि जम्मा कति हुने भयो? 3000। अब इस्युड ओरिजिनल इस्युड एट पार छ भनेको ओरिजिनलमा डिस्काउन्ट पनि छैन, प्रिमियम पनि छैन भने पारमा छ भनेपछि हामीले यहाँ डिस्काउन्ट प्रिमियम के लेखिरहनु परेन, टु कल्स इन एरियर लेख्न पाइयो। कल्स इन एरियर अकाउन्ट यहाँ सल्भ नगर्दा पनि हुन्छ। यही कल्स इन एरियरलाई जस्ताको तस्तै ल्याएर राख्ने, यानी 300 इन्टु 3, तर यहाँ फर्मुला लेखेर गरिएको हुनाले नम्बर अफ शेयर फर्फिटेड इन्टु नन पेमेन्ट रेट भनेको छ, त्यो भनेको 300 इन्टु 3 मल्टिप्लाई गर्दाखेरि कति आउने भयो भन्दाखेरि 9। अब यो 3 चाहिँ कहाँबाट आयो भन्दा यहाँ माथिबाट अघि जस्ट एउटा सर्कल लागेर हराएको थियो। यो 3 रुपैयाँ फर्स्ट एन्ड फाइनल कलको है। टु शेयर फर्फिचर अकाउन्ट। शेयर फर्फिचर अकाउन्ट कति त भनेर फेरि अघिकै जस्तो ब्यालेन्स रेट निकाल्ने हो। डेबिटमा 10 छ, क्रेडिटमा 3 छ। 10 - 3 भनेको कति आउँछ? 7 रुपैयाँ आउँछ। हामी सिधै 300 इन्टु 7 गर्छौं र नोटेसन हामीले अहिलेसम्म चेन्ज गरेको छैन, यसलाई ए नै लेख्ने भनेको छ। मल्टिप्लाई गर्दा कति आउने भयो? 2100। नरेसन लेख्दियौं, बिङ 300 शेयर वेयर फर्फिटेड भनेर। अब कसको पाली आयो? रिइस्यु। अब रिइस्यु गर्दा कतिमा गरेको छ भन्दा 110 ले गरेको छ। 110 भनेको यहाँ प्रिमियम पनि आयो है भनेर बुझ्दा भयो। पहिला के लेख्ने? बैंक अकाउन्ट डेबिट। कतिवटा शेयर रिइस्यु गरौँ भन्दाखेरि 200 शेयर भनेको नम्बर अफ शेयर रिइस्युड कति आउने भयो? 200। रिइस्यु रेट भनेको कति आउँछ? 11। 200 इन्टु 11 गर्दा कति आउने भयो? 2200। त्यो पछाडि अब डिस्काउन्ट केही पनि छैन भन्छ, एक लाइन हामीले छोड्नु पर्यो। टु शेयर क्यापिटल अकाउन्ट भन्छौं। टु शेयर क्यापिटलमा कति लेख्ने भन्दा 200 इन्टु 10 पार भ्यालु लेख्नु पर्यो। यहाँ पनि शेयर क्यापिटलमा 10 छ, शेयर क्यापिटलमा कति छ? 10 छ भने तलको पनि शेयर क्यापिटलमा कति हुनु पर्यो? 10। मल्टिप्लाई गर्दा कति आउने भयो? 2000। त्यसमा रिइस्युड एट 11 भनेको छ, 10 त क्यापिटलले लगिहाल्यो, 1 रुपैयाँ के रहेछ? प्रिमियम। टु प्रिमियम अन इस्यु भनेर कति देखाउने? यहाँ सरी डेबिट भएर आएको रहेछ, यो प्रिमियम अन इस्यु अकाउन्ट भन्ने। कति आउने भयो प्रिमियम भन्दाखेरि 200 इन्टु 1 गर्दाखेरि जम्मा 200 आयो। अब अटोमेटिकली डेबिट र क्रेडिट ब्यालेन्स भयो। यहाँ पनि 2200, यहाँ पनि 2200 भनेको यहाँ फर्फिचर हाम्रो के भयो? नील हुने भयो। अब यो फर्फिचर देखाइरहनु पर्छ भन्ने जरुरी छैन। यहाँ चाहिँ के भयो? फर्फिचर नील भयो। नरेसन के लेख्दिने? बिङ 200 शेयर वेयर रिइस्युड। लास्टको ट्रान्सफरमा जाउँ। ट्रान्सफरमा हामीले के गर्नुपर्ने हुन्छ भन्दाखेरि शेयर फर्फिचर अकाउन्ट डेबिट रिइस्युड शेयर कति छ त भन्दाखेरि हाम्रो 200 छ। ए माइनस बी, ए को त भ्यालु 7 छ तर बी को भ्यालु 0 छ भनेको ए को भ्यालुलाई अब हामीले के गर्नु पर्यो भन्दाखेरि 200 इन्टु 7 गर्न पाइयो। अनि बी को भ्यालुको ठाउँमा कति राख्दिने? 0 गर्दा कति आउने भयो? 1400। यता पनि टु क्यापिटल रिजर्भ अकाउन्ट पनि कति आउने भयो? 1400 गरेर हामी नरेसन के लेखिदिन्छौं? बिङ फर्फिटेड मनी ट्रान्सफर टु क्यापिटल रिजर्भ अकाउन्ट भनिदिन्छौं। यसरी चाहिँ हामीले के गर्न सक्छौं भन्दाखेरि फर्स्ट एन्ड फाइनल कल, फर्फिचर, रिइस्यु अनि ट्रान्सफरको जर्नल गर्न सक्छौं। हस्त भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनु होला। धन्यवाद।